आज कार्तिक 7 गते पोखराको सरङ्कटको ताजा अवस्था। नेपालीहरू यतादेखि आउनुभएको छ। सबैको आफ्नो घुमघाम के हजुरहरू पनि पोखराको सरङ्कट आउनुभएको छ त? यदि छैन भने यहाँहरूलाई तुलै निम्तो है, अलि एकदम राम्रो संरचना बनाएको छ पोखराको सरङ्कटमा, हेर्न सक्नुहुन्छ। यो मन्दिर पनि नयाँ हो अहिले। हेर्नुहोस्, स्वदेशी विदेशी सबैजना आउनुभएको छ। यहाँ देख्न सक्नुहुन्छ विदेशी नागरिक। अहिलेको लेटेस्ट गणेशको मूर्ति भनिन्छ एसियाकै अग्लो मूर्ति हो यो। सबैजना आउनुभएको छ।